हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। अनि आज चाहिँ हामी चाहिँ दाउरा बोक्न भनेर जान लाग्यो बहिनी दिदीको। अनि त्यहाँ चाहिँ पहिल्यै मारेर राखेको दाउरा छ, त्यो चाहिँ हामीले चाहिँ आज ओसार्नु पर्ने हुन्छ। अनि यता चाहिँ छन् हाम्रो कान्छा काका होइन। कान्छा चाहिँ लरा बोकेर जुत्ता लाएर ड्याममा होइन हिरो भनेर हिँड्नु भए। अनि म चाहिँ यता छु। अनि उता तलबाट चाहिँ हाम्रो आन्टीहरू अनि दिदीहरू आउँदै हुनुहुन्छ। दिदी त आउनु भएन होइन, आउँदै हुनुहुन्छ आन्टीहरू। अनि हाम्रो अगाडि चाहिँ खरिडन छ है, फेरि त्यो चाहिँ हाम्रो बडीगार्ड हो आजको। अनि माथिबाट चाहिँ गोथीहरू नि बसिरहन्। ऊ त्यहाँदेखि सिट्ठी हालिसके केटाहरूले। चाहिँ आन्टीहरू फेरि बोक्दै हुनुहुन्छ, भाउजू आमाहरू यता नि दाउरा बोक्दै हुनुहुन्छ। यो अस्ति नै हावाहुरीले ढालेको बोटहरू सब काट्नु भएको नि त, अनि त्यही बोक्दै हुनुहुन्छ। ऊ त्यताबाट चाहिँ हाम्रो आन्टीहरू नै आइरहनु भएको छ। आन्टीहरूले चाहिँ भारी हाल्नुहुन्छ, हामी चाहिँ बोक्छौँ। फेरि मलाई चाहिँ हामीलाई चाहिँ भारी हाल्न आउँदैन, कान्छालाई त आउँछ कि आउँदैन थाहा होइन, मलाई चाहिँ आउँदैन। त्यही हो गाइज, एकदम उकालो छ, घाम चर्किरहेको थियो अघिलेसम्म। अहिले चाहिँ हल्का घाम चाहिँ चर्के छैन, तर गर्मी चाहिँ उत्पात छ है गाइज। पसिना खलखली निकाले हे। कान्छा चाहिँ लरा बोकेर काले यो खैरेलाई अगाडि लाएर हिँडिरहन्। एकदम गाह्रो भइसक्यो। हिँड खैरे, हिँड्जाम। आइज आइज आइज। यो पनि आज हामीसँग यसलाई पनि दाउरा बोकाइदिने हो क्या। केटाहरू त्यहाँ हात तल्ला हात केटा। त्यहाँ चाहिँ केटाहरूले हेर्दैन। बिस्तारै जाम, अब केही छैन। अब त्यहीँ केटाहरूबाट गएर भिडियो बनाउँछ है त ल। यहाँ चाहिँ गोथीको भाइले नि दुईवटा साथी चाहिँ लिएर आएछ यहाँ। अनि ऊ चाहिँ त्यहाँ छ। ऊ खोइ त अनि दाइ आएन, किन नआएको त? कसको? भनेपछि नाइ नै हुने भयो त तिम्रो दाइ त। ल फाइटै पर्ला जस्तो छ है आज। यहाँ चाहिँ लरा बोक बोक भनेर चाहिँ फाइटै पर्ला जस्तो छ गाइज। हाम्रो साथीहरूको चाहिँ आज फाइटै पर्ला जस्तो छ। बोका बोका यार। आउँदैन अनि सो गाइज, हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ चाहिँ आन्टीहरू बसिराख्नु भएको छ है, पानी खाँदै आमाहरू। यता गोथे भाइ चाहिँ टोला कसको यादमा हो। कान्छा चाहिँ उता हेर्न गइसक्यो। हामी पनि जाम टक्क होइन। ल जाम जाम जाम। यता चाहिँ हामी चाहिँ कान्छा काकाको दाउरा हेर्न जानु लाग्यो। आज त्यो पनि बोक्ने होला, खै कताको के बोक्ने हो, के बोक्ने हो होइन। गोथे भाइ चाहिँ यता छ टक्क। गोथेको भाइ। यता चाहिँ फेरि टक्क आफ्नो दाउरा हेर्नु। अब यता चाहिँ कान्छा काकाहरूको दाउरा काट्यो क्या। यता सब यता चाहिँ दाउरा काट्यो कान्छा काकाहरू। मौसम चाहिँ आज घाम चर्क्यो, तर बेला बेलामा चाहिँ बादल लागिरहेछ, ठिकै भइरहेछ। ल सो गाइस, दाउरा चाहिँ यही हो। अनि बसिरह दाउरा चाहिँ यही हो। यहीँ चिरेको यो सब दाउरा। यो नचिरेर हो नि त, छोडिदियो नि। यहाँ एउटा थुप्रा, त्यहाँ माथि एउटा थुप्रो छ। त्यहाँ कुल चोर्ने दाउरा उतै भाइ छ। यता कान्छा
आज लुट फर्काउनु भयो अहिले बोक्दा बोक्दा आज लुटै फर्काउनु भयो अहिले गाइस जङ्गलको बिचमा बिरान जङ्गल हरियाली 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 छ गाइस गर्मी लुट फर्काइहाल्यो ल अहिले पछि गरौँला भिडियो अब सो गाइज खाजा खाने बेला भइसक्यो खाजा खाने तन्न पुरै दाउरा बोकियो उहाँ तलको चाहिँ सब बोकेर भ्याइयो त्यहाँ तलको दाउरा अनि अब यताको के भटाउने हो र यस्तोमा नि होइन तरकारी पखाउन तिमी लिएर बस न गोथे भाइ चाहिँ भर्खर खाजा लिएर आएको होइन ऊ चाहिँ लोथ फर्के बाउलाई दिन्न पहिला नि हामी त खाँदै गरिहाल्छौँ बाउलाई दिन्न खाजा मस्तो टन्न होइन कता गयो भने लोथ फर्कियो आज चाहिँ दाउरा बोक्दा बोक्दा होइन चिलाउनेको झुसहरूले पुरै बिजाउनु थाल्यो अब खाजा खाएर है त ल गाइज हामी चाहिँ अब खाजा खाएर चाहिँ अब दाउरा लोड गर्न जानु लाग्यो होइन दाउरा चाहिँ हाम्रो ट्र्याक्टर चाहिँ आइसक्यो माथि अनि हामी चाहिँ अब दाउरा लोड गर्न जानुपर्ने हुन्छ अब दाउरा लोड गर्ने बेला अब सिधै भेटाउँला है त ल गाइज हामी चाहिँ ट्र्याक्टरमा चाहिँ दाउरा बोकेर पनि लोड गरेर भ्याइसक्यौँ गोथे भाइले र मैले चाहिँ लोड गरेर भ्याएँ गोथे भाइको चाहिँ लोड गर्दा अर्को चोटपटक नि भयो त्यहाँ चाहिँ लोड गरेर भ्याइसक्यो लोथ फर्का यहाँबाट सब उठाएर हालेको माथि ल ठट गाइज लोथ फर्काएर हजुर अर्को नि बाँकी छ त्यहाँ तल थुप्रा कान्छ काकाहरूको ल अब यो अनलोड चाहिँ तलै गएर गर्नुपर्छ सो गाइज हामी चाहिँ अब हिँडेरै जानु लाग्यो तल अनलोड गर्नलाई चाहिँ होइन अनि अब लोड भएपछि अब ट्र्याक्टरमा नि गाह्रै हुन्छ नि त त्यही भएर हामी चाहिँ हिँडेरै जानु लाग्यो अनि गोथे भाइ र म जानु लाग्यो है फेरि हिँडेर अनि लोड फर्का आज धेरै गाह्रो बनायो यार हिँड्न नि अप्ठ्यारो भइरहेको त कस्तो गाह्रो भयो होइन यत्तिको तन्काउनै पर्दैन नि यार यत्तिको भयो त भइहाल्यो नि गाइज एकदमै गाह्रो फिल भइरहेको यार धेरै लोड फर्क्यो आज है त्यत्रो भारी बोक्यो 40-50 भारी बोक्यो अनि फेरि त्यत्रो 40-50 भारी गोथे भाइ र म भएर अनलोड गऱ्यो लोड गऱ्यो अब फेरि तल गएर अझै अनलोड गर्नै बाँकी छ क्या फेरि अर्को आएर फेरि अर्को नि लोड गर्नै छ उफ लोथ फर्कियो आज लोथ फर्कियो यार तर पनि ठिक छ होइन काम गर्नै पर्छ औडा लाग्छ यार जिन्दगी देख्दा नि यार कहिले कुल्ली काम कहिले यस्तो होइन ल अब चाहिँ सिधै अनलोड गरेपछि भिडियो है त ल सो गाइज हामी चाहिँ आइसक्यो म्याक्स चाहिँ मलाई देखेर आइसक्यो ओए मोला चिसै खाइदिन्छ मलाई देखिरह गाइज म्याक्स चाहिँ मलाई देखेर ल क्या आँखाले हेरिदिरहेको कस्तो आँखाले यार ल ओए यहाँ चाहिँ विवश छ विवश ओ विवश ओए विवश यो हेलो भन गुड बोय म्याक्स म्याक्सले चाहिँ मलाई वास्तै गर्नु छ उता चाहिँ हाम्रो बिसन भाइ छ
अनि त हाम्रो बा हुनुहुन्छ टक्क बारामा बसिरहनु भएको छ ओए ओए क्या डेन्जर पाद्दे यार तेरी गाइस विवश भाइले चाहिँ डेन्जर पादियो यहाँनिर होइन बिसन उता जाऊ ट्र्याक्टर आउँछ बाबु उता लिएर जाऊ अनि यतापट्टि चाहिँ हाम्रो ट्र्याक्टर नि आइसकेको छ ऊ ट्र्याक्टर चाहिँ आइसक्यो होइन यत्रो दाउरा अनलोड गर्नु छ आज लोड फर्काउँछ केटा हो लोड हाम्रो ड्राइभर दाइले चाहिँ कता उहाँ तल चाहिँ हामीले झार्नु पर्ने हुन्छ सो गाइज हामी चाहिँ यहाँ तल आइसक्यौँ ट्र्याक्टर चाहिँ अनि यतापट्टि अब सिधै यहाँबाट ल्याएर यहाँ तल आँगनमा झार्ने अरे यहाँ झार्ने हो अनि आउँदैछ है त यहाँ चाहिँ झार्ने रे होइन यहाँ ल्याएर ठिकै छ जहाँ ल्याएर झारे नि हामी बस्दिने आनन्द ल्याएर के ठुलो कुरो बिस्तारै बिस्तारै लिएर आउँछ यतापट्टि सर लएर चाहिँ त्यहाँनिर झाल्छ ल उहाँले लानुहुन्छ माथिको तान्न माथिको हामीले चाहिँ अनलोड गर्दा नि भ्याइयो गाइस हामी चाहिँ टक्क लोड गरेर पनि फेरि माथि लोड गर्न चाहिँ फेरि हामी जान लागिसक्यौँ होइन यता चाहिँ गोथीको भाइ बाबुहरू टक्क बसिरह त्यत्रो पुरै लोड अनलोड हानियो अब त्यो अनलोड हानेर चाहिँ फेरि हामी चाहिँ माथि लोड गर्न चाहिँ जानु यता चाहिँ बच्चाहरू चाहिँ पुरा हेरिराख्ने को हो अगाडि जाँदा ल ठिक छ त गाइस अब चाहिँ हामी हेरी टक्क माथि गएर चाहिँ फेरि लोड गर्नुपर्छ लोड गरेपछि फेरि अनलोड गर्दा हामी फेरि आउनै पर्छ गाइस ओए होइ होइ फकिङ गाइस कमन अब माथि नै गएर है त भिडियो गाइस हामी चाहिँ यता आइपुगिसक्यौँ दाउरा उठाउने ठाउँमा होइन ट्र्याक्टर चाहिँ यता फर्काउन भनेर गए हामी चाहिँ यता अनि हामी चाहिँ अब टक्क भ्लग बनाएर गाइस हामी चाहिँ टक्क माथि कान्छा काकाहरूको लोड गरेर पनि आइसक्यौँ होइन कान्छा काका छन् लोड गरेर नि आयो अनि अब फेरि अनलोड गर्नुपर्छ अहिलेको झन् पुरै भारी हाल्यो होइन त्यो के छ लास्ट गाह्रो हुन्छ त्यही अनलोड गर्ने बेला भेटाउँला आयो त फेरि अनलोड गरेपछि यो बाउले गाइस होइन आज चाहिँ भ्याइयो आजको काम गरेर आइयो अनि म चाहिँ घर आउँदैछु होइन 2 ट्र्याक्टर लोड अनलोड गरिदियो अब चाहिँ म चाहिँ घर आइसकेँ लोड फर्कियो आज गाइस यहाँ चाहिँ भात खाएर नि बसिसकेका छन् लोड फर्कियो आज होइन 2 ट्र्याक्टर लोड अनलोड गर्दा आज लोड फर्कियो गाइस अब आजलाई चाहिँ भ्लग त्यतिर एन्डिङ हाल्ने फेरि भोलि अर्को नयाँ भ्लगमा भेटौँला।